प्रकृतिको पहिलो बन्धन हो यो जिब्रो, मिठो खानेकुरा, अथवा रसना इन्द्रिय, जिब्रो रूपी इन्द्रियले हामीलाई बाँधेको छ। कहिले कसैलाई नमिठो खानु मन छैन, अनि आफ्नै प्रार्थना सुन्न मन छ, आफैलाई कसैले गुणानुवाद गरेको सुन्न मन छ, तर अर्कालाई मिठो बोलेर हृदय प्रसन्न गर्ने यो जिब्रो तम्सिँदैन। अर्कालाई चित्त दुखाउन, अर्काको अवगुणका निम्ति मात्रै यो जिब्रो सधैँभरि कराइरहेको हुन्छ, प्रियजन उफ्रिरहेको हुन्छ। तर भगवत नाम लिनका लागि त यो शान्त हुन्छ। भगवानको नाम लिने यो चाहँदैन, अरूको महिमा गाउन, अरूको गुणानुवाद गर्ने जिब्रो चाहँदैन। त्यस्तो खालको स्वार्थी जिब्रो छ जसले संसारमा हामीलाई बाँधेको छ। पहिलो बन्धनको कारण हो जिब्रो, बोली मिठो खाउँ भन्ने भावना यो बन्धनको कारण हो प्रियजन। जब हामी यी कुरामा संयमता अपनाउँछौँ, आहार विहार आचरणमा बस्दछौँ, तब मनुष्य पहिलो बन्धनबाट छोड्दछ। दोस्रो बन्धनको कारण हो आँखा, जसलाई तेजको सूर्यको प्रतीक भनिन्छ, जो अग्निको प्रतीक हो, जसको कारण संसारमा मान्छे बाँधिएको छ। राम्रै हेर्न मन लाग्छ यी आँखाहरू, छोराले प्रगति गरेको हेर्न मन लाग्छ, छोरीले उन्नति गरेको हेर्न मन लाग्छ, सम्पत्ति कमाएको हेर्न मन लाग्छ, आफूलाई राम्रो गर्ने मान्छेहरू हेर्न मन लाग्छ। यो आँखा सधैँ राम्रो हुन्छ। त्यसकारण आँखाको बन्धनमा परेर मान्छे संसारमा रहेको छ। अर्को छ बन्धनको पहिलो कारण यो कानहरू पनि हुन् प्रियजन। कर्मेन्द्रियको अर्को सबैभन्दा ठुलो बन्धन हो यो कान, किनभने यो कान मिठो सुन्न तम्सिन्छ। यसले भगवान गुणानुवाद सुन्न मन गर्दैन, यसले कथा सुन्न समय निकाल्दैन, भ्याउँदैन, उसलाई मनै पर्दैन। तर अरूको झगडा, अरूको कुरा, अरूको नराम्रो सुन्न यति छिटो तम्सिन्छ यो कान कि अरू 100वटा कुरा बिर्सेर पनि यो कान तिनै कुरा सुन्न चाहन्छ। जो अरूको नराम्रो होस्, अरूको चित्त दुख्ने कुरा होस्, यो कान त्यो सुन्न चाहन्छ। त्यसकारण यो कान पनि बन्धनको पहिलो कारण हो प्रियजन। अर्को छ छाला, जसलाई स्पर्श भनिन्छ, जो वायुको कारण हो। यो छाला सदैव सुख चाहन्छ, नरम चाहन्छ, सजिला ओछ्यानहरूमा सुत्न चाहन्छ, शयन गर्न चाहन्छ, सजिलो ठाउँमा बस्न चाहन्छ, राम्रो घर चाहन्छ। यो शरीरले, यो छालाहरूले सदैव सुख चाहन्छ प्रियजन। यसकै लागि होइन र हामीले लडाइँ गरेको, यसकै लागि होइन र हामीले रात दिन भनेर कमाएको, यसैका लागि होइन र हामीले आज पनि सास नबास भएर कुदेको, यसैको लागि प्रियजन। यो के बन्धनको कारण होइन। हामीले कमाएको सम्पत्ति के छोराले राखिरहन्छ भन्ने कुनै ग्यारेन्टी छ? छोराले नराख्न पनि सक्छ। सन्तानलाई त असल आचरण दिनुपर्छ, संस्कार दिनुपर्छ। असल आचरण र संस्कार पाएको छोरो कहिल्यै बिग्रिँदैन है, कहिल्यै नराम्रो बाटो जाँदैन। छोराका लागि सम्पत्ति होइन र असल संस्कार दिनुपर्दछ। छोराका लागि धेरै सम्पत्ति होइन, बुद्धि र विवेक दिनुपर्दछ प्रियजन, ऊ राम्रो बाटोमा हिँड्छ। बन्धनको कारण हो अहङ्कार। अरू 3वटा कुरा यहाँ थपिन्छन्। अहङ्कार, महतत्व, मन बन्धनको कारण। यो मन हेर्नुहोस् त कस्तो अचम्मको छ। छोराले दुःख पाउँछ कि भनेर मन डराइराखेको छ, छोरीले दुःख पाउँछ कि भनेर मन डराइराखेको छ। त्यही भएर सकी नसकी कुद्नु परेको छ। 2 पैसा जमाउन पाए छोराले गरी खान्थ्यो, मेरो त जीवन सक्यो, नातिले सजिलो गरी खान्थ्यो होला। आफ्ना लागि भएकै थियो नि, छोराका लागि किन सम्झिनु? उसको भाग्य त उसले लिएर आएको छ नि। बाबा आमा गरिब भए पनि छोरो कुबेर भन्छ, लखपति भन्छ, करोडपति भन्छ, उसको भाग्य त उसले ल्याएको छ नि। छोराका लागि चिन्ता गर्नुपर्ने विषय के छ र? मैले कमाएको सम्पत्तिले भोलि छोरालाई नहुन पनि त सक्छ, मैले बनाएको घरले भोलि छोरालाई चित्त नबुझ्न पनि त सक्छ। त्यसकारण छोराछोरीको भाग्य त उनीहरूले ल्याएका छन् नि। तर के गर्नु, यो पापी मन मान्दै संसारको लागि कुदेको छ, दौडेको छ प्रियजन। बन्धनको कारण मन होइन र? अहिले यहाँ बसुन्जेली पनि कहाँ छन्छ छ र? घर बितिरहेको छ। कतिखेर पुराण सकिएला, कतिखेर कथा सकिएला, कतिखेर दौडी घर पुग्नु होला बित्यो। छोराछोरीहरू स्कुलबाट आइसक्यो होला भन्ने मनमा लागिरहेको, दोकान बिग्रिरहेको छ, आफ्नो व्यापार बिग्रिरहेको छ। यो मन बडो विचित्र छ। बन्धनको कारण हो मन। त्यसकारण ब्रह्मबिन्दु उपनिषदले प्रष्ट भनेको छ, सारा बन्धनको पहिलो कारण हो मन।